ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहने छौँ। सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ, जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश बोक्न चाहिँ आएका हुन् मलाई थाहा छ। यिनीहरूको 2/3 को सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर बस्छु। तर यो लुट तन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाखी मान्छे चाहिँ म होइन, म टुलु